त अब लास्टमा के भन्ने भयो भने जस्तै मेरो बेइज्जत भयो, मेरो नेपालको बेइज्जत भयो, किनभने हाम्रो पशुपतिनाथको बेइज्जत भयो। अनि त्यसपछि त्यो सम्म क्रिया हो, त्यसको हामीले माफी मागिसक्यौँ। माफी दिनु होला, सक्नुहुन्छ भने हामीलाई माफी दिनु होला, यति भन्न चाहन्छु म। हस् त, धन्यवाद। सबैजनामा म चाहिँ पैदल यात्री, मेरो चाहिँ आज 113 दिन भयो पैदल यात्रा गरेर। म चाहिँ आज छु घाटबेसी दार्जिलिङ गजुरीभन्दा अलिक हल्का माथि। अनि मैले टेन्ट चाहिँ यहाँ लगाएको छु। आज देख्न सक्नुहुन्छ यो हाइवेको छेउमा लगाएको थिएँ टेन्ट। यो चाहिँ हाइवे हो। अनि राति अलि जाडो थियो, सुत्नलाई अलिक गाह्रो भइरहेको थियो। अनि त्यसपछि दिदीकोमा गएको थिएँ त्यहाँ, अनि दिदीकै घर हो। अनि त्यसपछि अनि दिदीले फेरि आगो तापिरहेको थियो जाडो भयो भनेर, अनि ओड्ने कपडा छैन भनेर चाहिँ ब्ल्याङ्केट दिनुभयो एउटा। अब चाहिँ पुऱ्याउन जाँदैछु, ब्ल्याङ्केट पुऱ्याएर आएर टेन्ट उठाउँछु। अनि त्यसपछि फेरि निक्लिनु पर्ने हुन्छ। टाइम पनि भइसकेको छ, 8 बजिसकेको छ आज नि। यतातिर त कुहिरो लागेर 8 बजी पनि बिहानै जस्तो लाग्छ, के गर्नु, निन्द्रा खुल्दैन छिट्टो, मुख पनि धएको छैन। अब चाहिँ दिदीकोमै फ्रेस भएर निक्लिनु पर्ने हुन्छ। त्रिशुलीमा मान्छेहरू हेर्नु देख्न सक्नुहुन्छ कति काम गरिरहनुपर्छ। म त बिहानै आएको थिएँ, फेरि दिदीहरू उठ्नु भएको रहेन त, फेरि म पनि गएर फेरि सुतेँ है त। अब टेन्ट पठाउनु पर्छ। दिनुभएको ल्याइदिइसकेँ ब्ल्याङ्केट चाहिँ अहिले, ब्ल्याङ्केटहरू चाहिँ ल्याइदिइसकेँ। अब यो हो घाटबेसी, यही होटेल खाना पनि है खायो दिदीकोमा, त्रिशुली छेउमा। त्रिशुलीमा काम सुरु भइसकेको छ, हेर्न है त। बिहान बिहान बालुवा निकाल्ने काम। क्या मजाको देखिएको। यो चिसोमा बिचार प्लास्टिक ओढेर पुरा काम गर्दै हुनुहुन्छ। मेरो टेन्ट यतापट्टि है त। अब टेन्सन उठाउनु पर्ने हुन्छ, लाग्न पर्ने हुन्छ। टाइम भइसक्यो, फ्रेस पनि भएको छैन। अब दिदीकोमा आएर हल्का फ्रेस हुन्छु, त्यसपछि निक्लिन्छु। यहाँबाट जाने बाटो पनि छै क्या रहेछ, बाटो सानो बाटो रहेछ त्रिशुलीमा जाने बाटो। तर गएर काम छैन, किन जाने हो र है। यत्रो ताल रहेछ त्यहाँनिर, हेर्नु न यत्रो ताल छ, पुरा भुमारी परिरहेछ त्यहाँनिर त। अब निक्लिन पर्ने हुन्छ है त। गयो भने कि म चाहिँ निस्किसकेको छु यहाँबाट। अब चाहिँ जानुपर्छ जन्ती। अब चाहिँ निक्लिसकेको छु, जन्ती पनि अघि लाइयो। यो चाहिँ घाटबेसी बजार त त्यति साह्रै ठुलो त छैन, सानै छ। है त अब निक्लिनु पर्ने हुन्छ, बिस्तारै हिँड्नु पर्ने हुन्छ। टाइम भइसकेको छ, 9 साढे 9 भइसकेको छ। मोबाइल चार्ज गरेँ बिहान, अब फ्रेस भएँ, मोबाइल चार्ज गरेँ। अनि गर्दा गर्दै 9:30 भइहाल्यो, ढिलो भइहाल्यो। अब चाहिँ निक्लेँ है त। अगाडि बढ्नुपर्छ अब एकछिन सोही। अगाडि हिँडिरहेको दाइ चाहिँ चाइनिज दाइ रहेछ होइन, लुम्बिनीबाट आएको। अनि त्यसपछि एकछिन कुरा गरेको, चाइनिज मात्रै आउने रहेछ, इङ्ग्लिस पनि नआउने रहेछ। अनि अलिक कम्फर्टेबल भएको जस्तो लागेन, मैले सँगै हिँड्न खोजेको थिएँ, कम्फर्टेबल भएको जस्तो लागेन मलाई। फेरि अनि म पछि भइदिएको छु, उहाँ चाहिँ हिँड्दै हुनुहुन्छ अगाडि। अब जानुहुन्छ अगाडि, अनि अझै म अलिकति अगाडि गएर रेस्ट गर्छु, अझै अगाडि जान दिन्छु। किनभने उहाँलाई चाहिँ कम्फर्टेबल भएको जस्तो लागेन क्या। मसँगै हिँडेर एकैछिन हेरेको थिएँ, कुरा गरेको थिएँ। अब नजिकबाट भिडियो पनि बनाइन, किनभने कम्फर्टेबल भए जस्तो लागेन। डर लाग्यो कि अब अर्काको ठाउँमा के भयो उहाँलाई चाहिँ, त्यही भएर अगाडि छोडिदिएछु। अझै म अगाडि जान दिन्छु, किनभने नराम्रो नलागोस् उहाँलाई नेपालमा, त्यही हो है त। म चाहिँ अहिले कल्सी आइपुग्न लागेँ। यो बाटो चाहिँ आज बन्द छ, किनभने बाटो बन्दै रहेछ, यतातिर चाहिँ बाटो बन्दै रहेछ। त्यही भएर चाहिँ खाली छ रोड, त्यति साह्रै हिँडेको छैन गाडी, अलिअलि हिँडिरहेको छ। लोकल बस, जुन लोकल बसहरू हो त्यो मात्रै हिँडिरहेको छ। 4 बजेसम्म, 3:30 बजेसम्म, 10 बजेर 3:30 बजेसम्म चाहिँ मुगलिनदेखि नागढुङ्गासम्मको बाटो चाहिँ बन्द रहेछ। त्यही भएर ल्याउनु खाली छ रोड पनि, त्यति साह्रै मान्छे छैन। तर मलाई चाहिँ मजा भइरहेछ, किनभने खाली छ, नत्र भने छेउमा हिँड्न पर्थ्यो। कुनै बेला त हुँ हुँ उकार छेउ गरेर ल्याउँथ्यो।
गाडी ड्राइभरहरूले। तर मलाई चाहिँ मजा भइरहेछ। अब 2 दिनसम्म चाहिँ आनन्दले हिँड्न पाउने भयो। अब 4 बजी 3 बजीसम्म चाहिँ म आनन्दले हिँड्न पाउने भइरहेको छु। खाली छ रोड सक्नुहुन्छ, पुरै खाली छ रोडहरू। त्यही भएर हजुरहरू पनि कोही आउँदै हुनुहुन्छ भने, टाढादेखिबाट आउँदै हुनुहुन्छ भने यो कुरा चाहिँ ख्याल राख्नु होला। मेरो भिडियो हेर्नु हुन्छ भने चाहिँ मेरो भिडियो हेर्नुहुन्छ भने चाहिँ यो ख्याल राख्नु होला। बाटो बन्द छ 10 बजेबाट 3:30 बजेसम्म नागढुङ्गाको बाटो। नागढुङ्गादेखि मुगलिनसम्मको बाटो खाली छ। यो हिँडिरहेको अलिअलि गाडी हिँडेको सब लोकल हो। नागढुङ्गादेखि तलतिरको र अनि मुगलिनभन्दा यतातिरको गाडीहरू मात्रै हो। अनि त्यही भएर सबैले ध्यान दिनु होला यो कुरामा चाहिँ। अब कहिलेसम्म बन्द हो थाहा छैन। यो बाटो पनि पिच गर्नको लागि पिच भएको छैन, यस्तै बनाएको मात्रै छ, पेलेर मात्रै राखेको छ। पिच हुनको लागि अरे सुनेको थिएँ मैले। अनि पिच गर्नको लागि अनि कता कता ढुङ्गाहरू फुटाउनु पर्ने छ भन्दै हुनुहुन्थ्यो। त्यही भएर होला सायद है त। जय बोले कि अहिले गल्सीमा छु। गल्सीमा चाहिँ यहाँदेखि नै जाम स्टार्ट भइरहेको छ, किनभने बाटो बन्द गरेर होला सायद पुलिसले। यहाँदेखि नै जाम होला जस्तो लागिरहेछ मलाई। तर जाम भयो भने मलाई हिँड्न गाह्रो हुन्छ क्या, फेरि गाडी यता र उताबाट। त्यही भएर यो चाहिँ गल्सी बजार, सानो गल्सी बजार। यताबाट चाहिँ हेलो नकुर जाने बाटो, त्रिशुली जाने बाटो सब इन्डियन गाडीहरू छ। मामाले पुरा रोकिरहनु भयो, चेकिङ हानिरहनु भएको छ। अब चाहिँ उकालो सुरु हुन्छ, गल्सीदेखि चाहिँ उकालो सुरु हुन्छ। उकालो हिँड्न पर्ने हुन्छ यहाँदेखि चाहिँ। मलाई पनि अलिअलि उकालो छ। यहाँसम्म त समय थियो, गल्सीसम्म चाहिँ। अब चाहिँ उकालो हिँड्न पर्ने, बिस्तारै हिँडिन्छ। आज धेरै किने होइन म। नमस्ते, म चाहिँ अहिले अस्ति चाहिँ इन्डियन त्यो जुन इन्डियन थियो त्यहाँनिर लफडा भएको ठाउँमा चाहिँ आएको छु। अनि अब के हो सच्चाइ चाहिँ, अब दिदी पनि हुनुहुन्छ यहाँनिर। दिदीलाई चाहिँ म सोध्न खोजिरहेको छु। भिडियोमा दिदी पनि देख्नु भएको थियो, त्यही भएर चाहिँ यहाँ दिदीलाई देखेँ मैले। त्यसपछि दिदीलाई चाहिँ म सोध्छु के हो भनेर चाहिँ है। नमस्ते दिदी। दिदी खासमा भएको चाहिँ के हो? एउटा जोगी बाबा कलतिरबाट आउनुभयो होइन। हजुर। त्यो भ्लगर मास्तिरबाट आइरहेको थियो। हजुर। दुईजनाको यहाँ भेट भयो, यहीँनिर अगाडि भेट भयो। उनीहरू दुईजना हिन्दीबाट कुरा भयो। हिन्दीबाट कुरा हुँदाखेरि यता उयो बाहिर टेबल छ नि, हजुर, यहाँनिर यो टेबलमा उनीहरू दुईजना आएर बसेपछि अनि मलाई यो पसलको मालिक नि म हो भनेर सोध्यो। मैले हो बोलिएँ भने। अनि भन्यो उनीहरूको भिडियो मनपर्छ, यताउता के कुरा गरिरहेको थियो। अनि उनीहरूको पर्सनल कुरा गरिरहेको थियो। अनि मैले म हो भनेर भने। अनि दो चिया बनाइदिए भनेर भने। हस् भन्ने मैले। अनि त्यसपछि म चिया बनाउनु भित्र गएँ। अनि उता यतापट्टि पसलमा त्यहाँ 2-3टा टेबलमा अब हाम्रै यहाँको दाजुभाइ अङ्कल पनि गाउँको अङ्कलहरू पनिहरू खाजा खाइरहनु भएको थियो, खाजा नास्ता खाइरहनु भएको थियो। हाम्रो पसलमा चाहिँ त्यो दिन मासु पकाएको थियो होइन, मासु पकाएको थियो। अनि उसले के भन्यो भने पशुपति के एरियामा मांस बेचता है, उसको भाषाबाट मांस बेचता है, दारू पीता है, यसो गर्न आपको दिक्कत नहीं लगता है, यस्तै कुराहरू गर्यो। दिक्कत लाग्दैन भन्यो। त्यो लाग्दैन मलाई, यो कुराहरूमा लफडामा नपर, मेरो भिडियो नबनाऊ, मेरो पसलको एरियामा भिडियो नबनाऊ, तिमी अलि अगाडि जाऊ अथवा अलिक माथि नै बनाएको भए ठिकै छ, अलि अगाडि गएर बनाऊ, धार्मिक स्थलहरूमा बनाऊ भनेर मैले भने। हाम्रो पसलको नबनाऊ। ए तपाईँहरूको यहाँनिर चाहिँ उसले भिडियो बनाइरहेको थियो पहिलेदेखि नै? अनि टेबलमाथि मोबाइल राखेर हजुर गएर सर र मसँग बोलिरहेको मात्रै थियो। अनि मैले त्यो भिडियोहरू नबनाऊ भनिरहेको मैले। अनि त्यहाँबाट अनि यहाँ बस्ने अङ्कलहरूले त्यो क्लिपहरू छैन फेरि। ए त्यो क्लिपहरू हालेको छैन? हालेको छैन, पछि लफडा परेको क्लिपहरू चाहिँ हाल्यो क्या उसले। अनि के भन्यो भने अनि त्यसपछि अनि यहाँनिर अब सँगै बसेर खाइरहेको मान्छेले तिमी जाऊ भनेर, अनि उनीहरूले पनि तिमी जाऊ भनेर बाहिर निक्लेर झोला दिनुभयो। ऊ जानै मानेन, अझ पनि तिमी जाऊ नै भनेर भुइँमै झोला पछाडिदिनु भयो क्या, तिमी जाऊ भनेर। तिमी नै भनेको छ त्यो भिडियोमा पनि, तँ यताउता केही पनि भनेन। अनि ऊ जानै मानेन, जान नमानिसकेपछि के भन्यो भने के अरे अनि मलाई के भन्यो भने हाम्रो उतातिरको लड्कीहरू बाहिर निस्किँदैन, घुङ्गट ओढ्छ अरे, के अरे त्यो के हो ओढ्छ अरे के ओढ्छ अरे। अनि त्यस कारणले के भन्यो भने त्यो ओढ्छ अरे। अनि उता अलाउड हुँदैन अरे बाहिर, उतातिरको केटीहरूलाई अलाउड हुँदैन अरे बाहिरतिर। इन्डियामा त्यस्तो भन्यो? यतातिरको अब छाडापन अलिक खुल्ला भन्यो यताको चाहिँ। छाडापन केटी मान्छेहरूले नि बिजनेस गर्ने, यस्तो खुल्लामा होटेल राख्ने, मासु बेच्ने भन्यो। ए तपाईँलाई चाहिँ त्यस्तो भन्यो? अनि मैले तिम्रो प्रब्लम भएको कुरा होइन, तिमी आफ्नो बाटो जाऊ, आफ्नो रास्ता से जाइए भने मैले होइन। अनि उसले जबरजस्ती गर्न थाल्यो। अनि गर्न थालेपछि अनि
नमराज हो त्यो उनलाई उनीहरू दुईजनाको लपडा परेको नमराज हो। नमराज चाहिँ के भन्नुभयो भने के अरे तिमी जाऊ भनेर झोला राख्दैछ अनि उसले उहाँ टेबलबाट आएर के भनेर अनि ऊ यता आयो फेरि होइन आएपछि उहाँ टेबलबाट फेरि यहाँ आएर बसेको थियो अनि यहाँबाट उठेर सालेको मिनटमै खतम गरिदिउँ कि भनेर चक्कु निकाल्यो यता चक्कु उहाँ प्रशासनमा गएर पनि चक्कु नै भेट्यो। चक्कु निकाल्यो चक्कु यस्तो फोल्डिङवाला चक्कु थियो सानो थियो यत्रो थियो अनि चक्कु निकालेपछि अनि उसले त्यो क्लिप छ अनि फेरि अनि मेरो घरमा आएर मलाई नै चुट्ने भनेर यहाँ भुइँमा यहाँनिर ऊ त्यही पाइप हो क्या त्यही पाइप होला त्यो पाइप होइन त्योभन्दा अझ लामो थियो यता पछाडितिर राखेको छु मैले हजुर पाइप थियो पाइपले यस्तरी हान्न लाग्दाखेरि अनि त्यो पाइपको टुप्पाले हल्का उसलाई भेट्यो होइन भेटेपछि अन्त अनि हामीले उहाँलाई पनि समात्यौँ अनि त्यो त्यहाँनिर तपाईँले नै समातिरहनु भएको थियो तपाईँले नै समातिरहनु हजुर त्यसोले पनि के गर्न लाग्यो भने यसलाई मारिदिन्छ यसको यहाँको भिडियो नखिच भनेको होइन किन खिचेको भन्नुभयो उहाँले अनि त्यो साबेललाई हामीले एउटा दाइले खोजिदिनु भयो उहाँले पनि हल्का खिच गर्नुभएको थियो मैले नभएको भन्दिनँ गर्नुभएको थियो किनभने सबैजना छुट्टीमा थिए त्यो दिन शनिबार थियो क्या त्यो शनिबार भन्दा पनि हाम्रो पर्सनल कामहरू हुन्थ्यो किनभने हाम्रो आफूले गरेको काम चलिरहेको जस्तो बालुवा पनि छ यतातिर यो बालुवा होइन यो बालुवा धुने काम थियो अन्त त्यो काम थियो अनि त्यो बसेर अनि त्यो के होइन हाम्रो नेपालमा त चल्छ ड्रिङ्क्स त अब ज्यादा जस्तो मान्छेले यो टाइममा त गरिरहनु भएको हुन्छ अब अनि त्यो अनि त्यहाँबाट बाहिर निक्लेर अनि एउटा दाइले साबेल खोजिदिनु भयो एउटा अङ्कलले छेक दुई तिनजना हुनुहुन्थ्यो मैले पनि देखेको थिएँ अनि त्यहाँबाट यो ठाउँको नाम के हो भने म यताबाट जाँदाखेरि यहाँको म यस्तो गरेको थिएँ मैले यहाँ बताउँदिनँ भनेको थिएँ म बताउँदिनँ आफ्नो अनि मैले भने त्यो मैले भिडियो डिलिट गरिदिनु भनेको चाहिँ मैले अगाडिको भनेको हो त्यो पछाडिको लफडा परेको भिडियो डिलिट गरिदिनु भनेको होइन कि पहिला तपाईँले त्यहाँ भित्र गएर तपाईँको भित्र अनुमति बिना के भिडियो बनाए त्यो चाहिँ जुन तपाईँको होटेलमा तपाईँ काम गरिरहेको भिडियोहरू बनाएको थियो उसले पहिले बनाएको थियो मैले अघि भने नि त्यो कुराको पहिले बनाएको थियो अनि मैले अनुमति बिना भिडियो के हो खिच्राएँ भने त्यो भिडियो डिलिट गरिदेऊ तिमीलाई पनि राम्रो हुन्छ मलाई पनि हामीले सबैलाई राम्रो हुन्छ लकडाउनमा किन के गरिरहे आफ्नै रास्ते चाहिँ आप चाहिए न यस्तो भनेपछि अनि त्यो उहाँले अन्त त्यहाँदेखि उसलाई हामीले यहाँ छुट्याएर उसलाई पठाएपछि अन्त त्यहाँदेखि उसले गल्छी चौकीमा गएर निवेदन अथवा केही हाल्न खोजेछ अनि हालेपछि उसको गल्तीहरू भेट्टायो क्या अब त्यो पहिलेदेखिको त्यो भिडियोमा त देखिन्छ नि त्यहाँ युट्युबहरूमा त स्क्रिप्ट काटेर पो हालेको छ र पनि नदेखेको त अनि पुलिस प्रशासनमा त गल्ती दुवैजनाको कसको गल्ती कसको नगल्ती त देखिन्छ नि अनि त्यहाँनिर गएर अनि पुलिस प्रशासनले अब लकडाउनमा चाहिँ त्यो के अरे आफ्नो रिपोर्ट म लिन्छु अब लकडाउनमा नर्मल हो भनेछन् त्यो उसले प्रशासनले त्यहाँबाट अनि अब गजुरी भन्न गएछ गजुरीबाट हामीलाई भ्यान लिन आयो होइन भ्यान लिन आएपछि हामी गयौँ हामी किन नजाने हामी गएपछि हामी उसलाई त्यो जरे भन्ने ठाउँमा गएर भेट्यो होइन गयो ऊ पनि गयो होला अब केही अनि जरे भन्ने ठाउँमा गएर हामी सबैजना गयौँ गजुरी गयौँ अनि गजुरी गएपछि के भयो भने अघि मैले भने जति जम्मै त्यहाँ गएर भन्यौँ होइन हामीले भनेपछि अनि उसको गोजीमा चक्कु छ भने त्यहाँ गजुरी चौकीमा गएर नि चक्कु भेटियो उसको गोजीमा चक्कु भेटियो अनि त्यसपछि के अरे दुईवटा मोबाइल एउटा मात्रै देखाएको थियो पहिला मोबाइल अनि अर्को मोबाइल छ भने मैले दुईवटा मोबाइल भेटियो अनि त्यहाँबाट त्यसले अरू क्यामेराहरूमा नि बनाएर रहेछ क्या भिडियो चाहिँ क्यामेराहरूमा पनि रहेछ अनि त्यहाँ गएर भिडियोहरू सबै डिलिट गऱ्यौँ अथवा केहीमा सेभ थियो कि त्यो हामी जान्दैनौँ है नजाने कुरा अनि त्यहाँ सबै भिडियो डिलिट गऱ्यौँ डिलिट गरेपछि 17 गतेको कुरा हो यो फेरि अनि भिडियो 18 गते 19 गतेबाट भाइरल भयो भएको कुरा यति नै हो अब को दोषी को निर्दोषी त्यो अब हजुरहरू नै जान्दछन् हामी केही जान्दैनौँ हजुर पनि बिजनेस गर्ने मान्छे होइन बिजनेस गर्ने मान्छे हाम्रो बिजनेस चाहिँ त्यही हो खाजाको हो खाजामा नेपालीले मासु खान्छन् खानेले खान्छन् नखानेले खाँदैन होइन नेपालमा त अब रक्सी र मासु भने त नर्मलै हुन्छ अनि रक्सी खाने त अब मासु खाने त हाम्रो नेपालमा त तरकारी पसल भन्दा पनि ज्यादा त मासु पसल होला अहिलेको हिसाबले त त्यहाँ माथि हाम्रो यो खाजा पसलमा त मासु यसै पाकिहाल्छ के अरे भेज खानामा त मासु पाकिहाल्छ भेज नन भेज दुइटै छ ल ठिकै छ दिदी अब म त त्यही हो अब जान्न खोजेको थिएँ कति मान्छे गल्ती भयो पर्यटकलाई हातपात गरेको हो भन्नुहुन्छ भने म माथि चाहन्छु यदि ऊ पैदल यात्री मान्छे उसले आएर यस्तै गरी ब्लगर बनाउँछु भने भयो मैले राम्रोसित भन्थेँ होइन कतिपय समस्या हाम्रो पसलको पनि हुन्छ हरेक कुराको हुन्छ के हाम्रो पसलमा हाइवे जस्तो ठाउँमा अब बस्नलाई अलिकति म हाम्रो पसललाई पर्सनलै राख्न चाहन्छु भने पर्सनलै हुन्छ होइन पब्लिक अब
यतिकै चलिरहेछ भने पब्लिक किन गर्ने? ल ठिकै छ दिदी, अब तपाईँले त्यति भन्नुभयो, हाम्रो तर्फबाट गल्ती भए माफी चाहनु भन्नुभयो। अब तपाईँहरूलाई नि अब नराम्रो लाग्यो होला, उसले भिडियो बनाउँदाखेरि, त्यही भएर नि तपाईँहरूले नि नबना भन्नुभयो होला, त्यही होला होइन। उसलाई पनि अब मन परेन, अब के भयो होइन, त्यो त अब तपाईँले भन्नु भइहाल्यो यस्तै पाराले सबैले। अब नेपालीहरूले पनि अब नेपाली हाम्रो दाजुभाइ दिदीबहिनीहरूले नि कतिले अब यस्तो गर्न नहुने भन्नु भनिरहेछ नि त। मलाई के भन्छ भने सत्य तथ्य बुझेर कसैलाई गलत एक्जाम लाउनु भन्दा, गलत फाइदा गलत कुरा भन्नुभन्दा सत्य तथ्य बुझ्नुहोस्, के भएको थियो कस्तो भएको थियो कहाँसम्म पुगेको थियो यो कुरा बुझ्नुहोस्, अनि मात्र लाइक कमेन्ट सब्सक्राइब अब के गर्नुहोस् भन्छु। बिना कारण अर्कालाई केही पनि नभन्नुहोस्। अनि अर्को कुरा, हामी विदेशी पर्यटकलाई कुनै हालतमा पनि हामी हातपात गर्ने होइन, उल्टै सहयोग गरेर पठाउनु हो। कतिपय मान्छेहरूलाई पनि हामीले सहयोग गरेर पठाउँछ, हामीले जे सक्छौँ जस्तो सक्छौँ 5, 10, 50, 100 जस्तो सक्छौँ त्यस्तै दिएर पठाउँछौँ। हेर्नु कुनै पनि मान्छेमा हामी दुर्व्यवहार गर्ने त्यो मन तपाईँहरूले त त्यो दुर्व्यवहार गर्ने हुन्न नि, हाइवेमा बस्नुभयो त्यही माथि तपाईँहरू त व्यापार गर्नुहुन्छ होइन। तपाईँहरूले त जसरी हुन्छ राम्रोसरी गर्नुपर्ने हुन्छ हजुरहरूले त। अब लास्टमा के भन्ने भयो भने जस्तै मेरो बेइज्जत भयो, मेरो नेपालको बेइज्जत भयो, किनभने हाम्रो पशुपतिनाथको बेइज्जत भयो। अनि त्यसपछि त्यो सम्म पुग्या हो, त्यसको हामीले माफी मागिसक्यौँ। माफी दिनु होला, सक्नुहुन्छ भने हामीलाई माफी दिनु होला, यति भन्न चाहन्छु म। हस् त, धन्यवाद। हस् दिदी, उहाँ दिदीहरूले चाहिँ अब भनेअनुसार चाहिँ अब त्यही भन्नुभएको छ। दिदीहरूले चाहिँ अब पहिला भिडियो बनाउन खोज्दाखेरि चाहिँ भिडियो नबनाउनु भनेको थिएँ भन्नुभयो। अब भिडियो बनाउन मानेको थिएन, फेरि पनि भिडियो बनाउनु भन्नुभयो, बनाइरहेको थियो भन्नुभयो। अब अनि हाम्रो भिडियो मात्रै हालेको छ, उसको भिडियो हालेको छैन यस्तो पनि भन्नुभयो दिदीहरूले। अनि अर्को कुरा, नाइफ निकालेर चाहिँ चाकु निकालेर चाहिँ मलाई एकछिनमा खत्तम गरिदिन्छु भने त्यो पनि भन्नुभएको छ उहाँले। तर उहाँले सरी पनि भन्नुभयो, अब मैले यस्तो अब उहाँले गर्नुभयो गल्ती भयो भनेर भन्नुभएको छ, सरी पनि भन्नुभएको छ। हजुरहरूले अब बुझिदिनु होला अब के हो, अब हजुरहरूलाई कस्तो लाग्छ यो भिडियो हेरेर होइन। हजुरले जस्तो बुझ्नुहुन्छ त्यस्तै गरिदिनु होला, त्यही भन्छु म त। उहाँले अब उहाँको नै त्यस्तो अब हाइवेमा दोकान छ उहाँको, अब यस्तो गर्न त मन थिएन होला सायद, अब कसरी के भयो है त। अब म पनि निक्लिन्छु यहाँदेखि, अब मलाई पनि अब जानुपर्ने छ, भर्खर गल्छी आइपुगेको छु, 4 बज्न लागिसक्यो है त, निक्लिन्छु। म चाहिँ अहिले त्यो दिदीसँग कुरा गरेर चाहिँ निस्किसकेको छु, दिदीको घरमा चिया पनि खाएँ अनि त्यसपछि निक्लेँ। अनि अर्को कुरा चाहिँ के हो भने हामी धर्म कर्ममा हिँडेको मान्छेहरू है, त्यस्तो बाधाहरू त कति ठाउँमा आइरहेको हुन्छ, कति प्रब्लमहरू त आइरहेको हुन्छ, तर आफू पनि सम्हालेर हिँड्न पर्ने हुन्छ होइन। मलाई पनि भएको थियो कति ठाउँमा, अब इन्डियामा कति मान्छेहरू झन्डा तान्न आउँथ्यो, कति मान्छेले मलाई पाकिस्तानी भन्थ्यो होइन, पाकिस्तानको झन्डा बोकेर हिँड्ने त पाकिस्तानी भनेर भन्थ्यो, कति मान्छे चिडाउँथ्यो, कति मान्छेले गिज्जाउँथ्यो पनि होइन। त्यो त आफूले सम्हालेर हिँड्न पर्ने हो क्या। म पनि सम्हालेर हिँडेँ कति ठाउँमा भिडियो बनाइरहेको ठाउँमा गाली पनि गरेँ मलाई। अब त्यस्तो गाली मैले पनि जवाब फर्काएको भए त्यहाँ पनि सायद ठुलो हङ्गामा हुन्थ्यो होला होइन। त्यो चिज चाहिँ मैले देखाइनँ, क्यामेरामा पनि देखाइनँ। अनि आफूले सम्हालेर हिँडेँ हो, मैले भिडियो कन्टेन्ट बनाइनँ त्यो चिजहरूमा। त्यो चिजहरूमा कन्टेन्ट बनाएको भए मैले पनि अब म पनि नराम्रो हुन्थ्यो होला सायद, राम्रो पनि हुन्थ्यो होला नराम्रो पनि हुन्थ्यो होला, के हुन्थ्यो थाहा थिएन। तर अर्काको ठाउँमा मलाई चाहिँ के लाग्यो भने कन्टेन्ट बनाउनु भन्दा तिनीहरूसँग झगडा गर्नुभन्दा बरु आफ्नो बाटो लागेर हिँड्न चाहिँ ठिक लाग्यो क्या। किनभने अब धेरै लामो बाटो हिँड्न पर्ने हुन्थ्यो मलाई, अझै धेरै लामो बाटोहरू हिँड्नु छ मलाई। अब सानोतिनो कुराहरूमा त्यस्तो कुरामा चाहिँ फसेर बस्यो भने चाहिँ फेरि राम्रो होला जस्तो चाहिँ मलाई चाहिँ जहाँसम्म मैले बुझेको अनुसार चाहिँ मलाई चाहिँ त्यही लाग्छ है। अब त्यही भएर मैले चाहिँ अब त्यस्तो कुराहरूलाई चाहिँ कन्टेन्ट बनाएको छैन, अनि त्यसपछि भिडियो बनाएको पनि छैन। भयो मसँग नि कति दुर्व्यवहारहरू भयो, इन्डियामा पनि भयो, नेपालमा पनि भयो। राम्रो मान्छे नि हुन्छ, नराम्रो मान्छे पनि हुन्छ। कतिले इन्डियामा आफ्नै भाइलाई जसरी गलाएर, आफ्नै फ्यामिली मेम्बर जसरी लगाएर घरमा राख्ने मान्छेहरू पनि भयो इन्डियामा, कति केयर गर्ने मान्छे पनि भयो होइन। धेरै कुराहरू भोगियो अब त्यहाँ इन्डियामा, नेपालमा पनि धेरै कुराहरू भोगियो। अब त्यो भनेको चाहिँ अब राम्रो नराम्रो मान्छे सबै ठाउँमा हुन्छ। अनि त्यही माथि अब दिदीको कुरा सुनेर चाहिँ त्यो दिदीको कुरा सुनेर चाहिँ दिदीहरूको मात्रै गल्ती होइन जस्तो लाग्यो। के
दाजुभाइहरूले भन्नु है त भिडियो हेरेर। म चाहिँ अहिले सिमले आइपुगेँ। सिमलेमा चाहिँ एकजना दाई हुनुहुन्छ, राम दाई, उहाँको चाहिँ साथी हुनुहुँदो रहेछ। अनि ट्याक्क मोबाइल चार्ज गर्न गएको थिएँ एउटा दिदीकोमा, यो होटलमा मोबाइल चार्ज गरिदिनु भनेर गएको थिएँ। अनि त्यति बेला पनि राम दाईले टक्कै कल गर्नुभयो, त्यहाँ मेरो साथी छ त्यहीँ बस आज भन्नुभएको थियो। अनि भिडियो कल गरिरहेको थिएँ राम दाईसँग, ट्याक्कै साथीले देख्नुभएको, साथीले देख्नुभयो। त्यसपछि यहीँ बस्नु भन्नुभयो। आज चाहिँ सिमले तर हिँड्न सक्थेँ, 2 घन्टा अझै हिँड्न सक्थेँ होला, 1.5-2 घन्टा हिँड्न सक्थेँ। तर राम दाईको साथीले चाहिँ अनि यहीँ बस्नु आज भन्नुभयो सिमले। यतापट्टि चाहिँ सिमले बजार, यतापट्टि सिमले भन्दा थोडा अलिकति अगाडि चाहिँ। अनि खाना खायो यहाँनिर, बहिनी आन्टी त्यो खाना बनाएर दिनुभयो यहाँनिर। अब खाना खाइयो। अनि दाई चाहिँ आउँदै हुनुहुन्छ, दाई चाहिँ उता सिमलेमा हुनुहुन्छ उतापट्टि। अहिले दाईकै पसलमा दोकानमा गएर सुत्ने हो है त। आज पनि राम्रै भयो, राम दाईलाई धन्यवाद। राम दाई तपाईँको साथीले आज उ गर्नुभयो, तपाईँले भनिदिनु भयो, धन्यवाद हजुरलाई। आजको रात पनि राम्रै भयो, भोलि त काठमाडौँ सायद पुग्छु होला, लगभग छेउछाउमा चाहिँ पुग्छु होला है त। गुड नाइट सबैजनामा। जय भोले, जय भोले।